आज फेरि मलाई इतिहासलाई फर्केर हेर्न मन लाग्यो। तर यो पटक हाम्रा वीर पुर्खाको कथा होइन, न त कुनै कहाली लाग्दो इतिहासलाई नै। आज मलाई हाम्रा उदाउँदा चेलीहरूको त्यो धमिलो तर पनि बीजारोपण भएको त्यो इतिहासको कुरा गर्न मन लाग्यो। कुरा गर्न मन लाग्यो त्यो मधुरो धर्मराउँदो इतिहासदेखि 100औं खेलसम्मको यात्राको। कुरा गरौँ नेपाल भर्सेस लाओसको आज हुन गइरहेको एएफसी वुमेन्स एसियन कप 2026 क्वालिफिकेसनमा नेपालको गेमको। 1986बाट एएफसी वुमेन्स च्याम्पियनसिप खेल्न थालेको नेपालले टुर्नामेन्टमा आफ्नो पहिलो गोल गर्न 13 वर्ष कुर्नु पर्यो। पेमा डोल्मा लामाले उज्बेकिस्तान विरुद्ध गोल गर्दै नेपाली महिला फुटबलमा एउटा नयाँ अध्याय सुरु गरिन्। टुर्नामेन्टको पहिलो गोलको लागि नेपालले 1999 अर्थात् नेपालको थर्ड पार्टिसिपेसनसम्म कुर्न पर्यो। तर त्यसपछि नेपाली महिला फुटबल निष्क्रिय जस्तै बन्यो। फर इयर्स नेपाल भ्यानिस फ्रम वुमेन्स इन्टरनेसनल म्याप। नो म्याचेस, नो फन्डिङ, नो कभरेज, जस्ट साइलेन्स। सन् 2010को सागमा आफ्नो पार्टिसिपेसन राख्दै नेपालले फेरि एकपटक इन्टरनेसनल टुर्नामेन्टमा उत्रियो, दक्षिण एसियाको एउटा पावर हाउस बनेर। आज हाम्रो नेपाली टोलीले आफ्नो 100औं इन्टरनेसनल म्याच खेल्दैछ लाओस विरुद्ध। 100 गेमसम्म आइपुग्न धेरै प्लेयर्सहरूले नेपालको लागि रगत पसिना बगाएका छन्। न त कुनै लोभ, न त कुनै तकमाको लागि, मात्र थियो त केवल आफ्नो जन्मभूमिको झन्डा रातो र चन्द्र सूर्यलाई विश्व मञ्चमा गौरवपूर्ण तरिकाले फहराउन। आज हाम्रा खेलाडीले विश्वको नक्सामा नेपाललाई चिनाइरहेका छन्। सावित्रा भण्डारी साम्बा खाली खुट्टाबाट सुरु भएको फुटबलको यात्रा आज युरोपको प्रतिष्ठित फ्रेन्च लिगसम्म पुगिसकेको छ। इन्जिला तुम्बाहाम्पो सुब्बा द क्याप्टेन द वाल नेपालका लागि 57 क्याप जितेर एउटा अनसेकेबल फोकस र ब्याकबाट लिड गर्ने ठुलो फोर्स। रेणुका नगरकोटी र प्रीति राई मिडफिल्ड वारियर्स, द लङ्स अफ द टिम। दे डोन्ट प्ले फर अटेन्सन, दे प्ले फर इम्प्याक्ट। त्यस्तै गरी नेपालका टिममा धेरै प्लेयरहरू छन्। एक्सपिरियन्स सँगसँगै यङ प्लेयर्सहरूको मिक्सचर रहेको टिम अहिले नै रोकिनेवाला पक्कै पनि छैन। दिस स्क्वाड हेज लेगसी अन वान साइड इन र फायर अन अदर साइड। जुन 29, 2025 आज दोस्तलिक स्टेडियम उज्बेकिस्तान, नेपाल भर्सेस लाओस। बट दिस इजन्ट जस्ट अबाउट 3 points. It's about proving we belong to Asia's highest stage, honoring the 99 matches that brought us here, and sending a message: Nepal is no longer invisible. For the first time, we are not just showing up, we are showing up to win. हामी जित्नको लागि नै खेल्नेछौँ। With coach Patrick Dewald, we hope we have now transformed this team. Not just tactics, but beliefs too. युएफए प्रो लाइसेन्स होल्डर कोच प्याट्रिकले टिम कोच गर्न थालेपछि खेलमा र इमोसन्सले मात्र नभएर ट्याक्टिक्स, स्ट्राटेजीले पनि अब हामी अपोनेन्टलाई हेरेर आफ्नो गेम डिस्प्ले गर्न पर्ने हुन्छ। एक्सपेक्ट अ टिम द्याट्स अ टाइट एट ब्याक, स्ट्रोङ इन द मिडफिल्ड एन्ड इलेक्ट्रिक अप फ्रन्ट। रेणुका एन्ड प्रीति विल कन्ट्रोल द रिदम। सवित्रा एन्ड रेखा विल हन्ट इन द फाइनल थर्ड। नेपाल's biggest weapon isn't just about talent, it's discipline. It's the pain of being underestimated for decades. That's why they are playing with, and that's why Laos won't find this easy. This isn't just a team milestone, it's a national moment. To every little girl watching, to every parent unsure if football is for daughters, this match is your answer. To us, fans, who stood in empty stadiums, to the players who trained in torn boots, this 100th match belongs to you. Let's not just celebrate it, let's own it. Predict your score, tag your favorite player, share this story because this is Nepali football's pride. June 29, Nepal versus Laos. 100 international matches. A journey from being ignored to becoming unshakable. This is more than a game. This is her story. जय नेपाल।